सबैले बाँडेर खाउँ है सबैले बाँडेर खानुहोस् म चाहिँ यति खान्छु अरू सबैले दादा एकछिन दादा एकछिन तिनवटा यहाँ नजिकै राख्नु एकछिन दादा आऊ ल ल कति मिठो तरकारी खानु दाइ कस्तो छ दामी छ दिपिका ल सुरुमा खाएको मान्छेहरूलाई चाहिँ अलिकति एलर्जी नै हुनसक्छ सुरुमा खाएको मान्छेलाई एलर्जी नै हुन्छ मुस्ताङ जाँदैछौँ हामी चाहिँ बाटोमा दाइहरूलाई यो झरनाको नजिक गएर बस्न मन लाग्यो भन्नुभयो आउँदै गर्दाखेरि यहाँ अरिङ्गाल पनि रहेछ यो घर र दुर्गेश दाई बद्री दाई दिपिकाजी हाम्रो टिम चाहिँ हामी यहाँ बसेर एकदम यो नेचरसँग रमाइरहेका छौँ झरना हेर्नुहोस् कस्तो राम्रो छ यो घर आउनु न बाहुनहरूले निकै हुनु आउनु न हाम्रो आउनु आउनु न गुरुजी बाँडेर खानुपर्छ कि दाइ होइन पसलमा नै आउनु जाने बेला मामा हजुर नखाने अरिङ्गल सस्तो हजुरलाई अहिले त सस्तो मिलेको हो के महँगो मान्नु भनेको आजकलको जमानामा मैले 2000 महिनासँग लिएर मेरो होटलमा लानु लाग्यो